हामी दुईजना, मेरो नम्बरी प्रजन र म आज खादबारी बजारमा छु। यहाँनिर अलि छेउमा आउन हो, अलि पर नजाऊ। अनि हामी चाहिँ आज शनिबारको दिन हो, खादबारी बजारमा। प्रजन चाहिँ धरानबाट घुम्न आएको। अनि चुडीखेलमा आज शनिबारको दिन बजार लाग्छ। त्यहाँको भिडियोहरू केही क्याप्चर गरेर, यो चाहिँ मेरो फर्स्ट भिडियो गर्दाखेरि चाहिँ युट्युबमा लगाउने ट्राई गर्छु, के कस्तो हुन्छ हेरौँ है त। लु मामा रेडी, लु जाउँ, आऊ बजारतिर। यो चाहिँ काकाको घर, यता मासतिर पोखरीतिर जाने बाटो। अब यो बाटोबाट गयो भनेदेखि चाहिँ हामी ठ्याक्कै टुडीखेलतिर पुगिन्छ, बजार लाग्ने ठाउँतिर। यो चाहिँ भेटनरी अफिस, अनि यो चाहिँ मेरो घर। हजुर, ए यता हिमाल अङ्कल हुनुहुन्छ, मुना आन्टी यता हुनुहुन्छ। एकछिन बजारतिर हिँड्नु लागेको। हजुर हस्, यता घर बन्ने काम हुँदै रहेछ। हाम्रो घर भयो, त्यहाँदेखिको चाहिँ सर्लक्कै यो चाहिँ अब बजारतिर जाँदैछु बाटोमा। नम्बरी प्रजन अगाडि अगाडि हिँड्दैछ। मामा ठिकै छौ? ठिकै छ, रमाइलो हुँदैछ मामा? कहीँ नि कहिले हुन त, बजारै हो। बिहान कत्रो थियो बजार हुन त? हो, यो माथिको चाहिँ हस्पिटल, देब्रेपट्टि हस्पिटल छ। अब यो बाटोले चाहिँ सर्लक्कै हामीलाई बजारतिर लिएर जान्छ। यो चाहिँ खादबारी हस्पिटलको एम्बुलेन्स रहेछ। माथि हस्पिटल, अहिले चाहिँ बजारतिर के खाने रे? चिया नखाने? म चिया चिसो चाहिँ बरु खानु पर्ला। यो पनि खाऊ न त। यो के हो, डोनट हो यो? डोनट खाऊ न त। हुँदैन, म चिया पर्खेर बसेको होइन। के मागे? के मागे चिसो चाहिँ खानु लागेको थियो। के मगाउँ त? चिसो खानु पर्यो भनेर यो के हो, डिउ हो यो? डिउ खाएको माउरीले त खत्तम बनाएको छ त, डुबेर बिजोक छ यहाँभित्र। अब चाहिँ टुडीखेल पुग्ने भन्नु भयो, बजार लाग्ने ठाउँ। अलिक बिहान बजार लागेको त्यही हो त नि। फुटबलहरू हुने त उता माथि छ नि, त्यो त बजार लाग्ने मात्रै। ल बजार लाग्ने ठाउँ आइपुग्यो है। अब चाहिँ यो चाहिँ पहिलाको मञ्च थियो, मञ्च मुनि सायद यो कार पार्किङ हो कि के बनाएको हो। अनि यो चाहिँ शनिबारको दिन, बिहान चाहिँ पानी परेको थियो, अहिले चाहिँ मजाले घाम पनि लागेको छ, निकै गर्मी बढेको छ माथिबाट हेर्दाखेरि चाहिँ। लु खादबारीमा शनिबारको दिन लाग्ने बजार चाहिँ यस्तै छ। दिनको कति बजे छ? ठ्याक्कै 2 बजे छ। यस्तो देखिँदो रहेछ। साह्रै धेरै मान्छे त छैन त आज चाहिँ। किन्नुभन्दा अगाडि चाहिँ पैसा निकाल्नु जानुपर्छ होला। पैसा त छैन त, किन्नुभन्दा अगाडि चाहिँ पैसा चाहियो। पहिला अब हामी क्यास किन्ने प्लान छ यहाँनिर, माछा किन्ने प्लान छ। अनि भयो भने सक्खरहरू, अरू के पाउँछ त्यो राम्रो नि यहाँनिर, क्वालिटीको पाउँछ, अर्ग्यानिक हो नि। लैजाउँ न। किन्नुभन्दा अगाडि त अब के अरे पैसा निकाल्नु पऱ्यो नि। पैसा निकालेर हामी, ल हामी चाहिँ पैसा निकाल्नु जाँदैछौँ। अब पैसा निकाल्नुको लागि चाहिँ नि मामा यो बाटोबाट जानुपर्छ। ऊ त्यो हरियो घरको देब्रेपट्टिबाट उकालो लाग्नुपर्छ, अनि माथि क्यास मेसिन छ। हिँड्दाखेरि लु अहिले आएर किन्नुपर्छ यहाँ। म के घुँडा दुख्यो? गाह्रो हो उकालो हिँड्नु? पसिनै आइसक्यो त हौ। बजार चाहिँ यता तल।
त्यो बन्दै गरेको अग्लो घर चाहिँ हाम्रो भाइको किटिक भाइको हो, बन्दैछ। सबसे टपमा चाहिँ सिनेमा हल हुन्छ होला त्यहाँनिर, जस बन्दै रहेछ। एटिएम मेसिन चाहिँ अलिकति हाइटबाट भिडियो लिँदाखेरि चाहिँ यस्तो देखिँदो रहेछ, सबै पालै पाल मात्रै। यता त पुरा खाली छ त हौ, आज साह्रै भिड चाहिँ रहेन। खिच्दैछु। के अरे अघि त्यो माछा भएको ठाउँ कता पो थियो हौ? स्याउहरू यो लानुपर्ने थियो हौ, स्याउहरू क्या। मलाई नै काललाई के गर्दै हुनुहुन्छ हौ यहाँनिर? सब्जी पसल हो? ए ए ए यसो हेरेको, खासै सालदाईकोबाट किन्नु पर्ने। खास मैले माछा खोजेको, माछा रहेन रहेछ हो, परतिर हो। ए लु के अरे कता हो माछा? हिँड त यता होला हौ। ऊ पर कुखुरा किन्छौ मामा कि अस्ति नै डेभिडले समातेको जस्तो तिमी पनि समात्छौ? समात्छौ? समात नि त कुखुरा कसरी हो भन न। के हो यो कुखुरालाई? हजुर, यसलाई 3000 पर्छ। कति अरे यसलाई? 2200। ठिकै रहेछ त। कतिको गरौँको छ मामा? उता पनि छ अरे 2000 को लान्छौ? हिमाली तेल पनि रहेछ। के को तेल हो? सबै कुखुरै कुखुरा रहेछ त हौ यहाँनिर त। सुर्ती 2500 1500 को किन सकिएको? यो कति अरे? 2200 सानो छ त। कतिवटा लाने भन्दाखेरि सुरुमै अघि बिहान त 1500 भन्ने थियो। 1500 को सक्यो। 1500 मा आउँछ। कुन चाहिँ हो 12 13? अघि राम्रो थियो कि उतैनिर? अघि त्यहाँ राम्रो थियो, सक्यो के? 3-4 मा कसरी दिनुहुन्छ त यो? 1900-1500 सम्म आउँदैन। यो चाहिँ कसरी हो? यो चाहिँ 1000 को। यो चाहिँ सानो छ कि त्यो। टाउको भेटायो त मुखै खोज्छ। अब के गर्नु? कहाँ यहाँनिर पुरा रेकर्ड भइरहेछ नि। कति अरे त्यसलाई चाहिँ?
यो 1500 मा आउँछ त्यहाँबाट चाहिँ आउँदैन हैन 1500 त्यसलाई 1400 यहाँ त मान्छेहरूले फेरि यो चाहिँ राम्रो छ नि भिडियो हेरेर साह्रो महँगो भनेछ भन्छ नि फेरि पछि यो उमा राखिसकेपछि त त्यही भएर अलि ठिको ठिको भन्नु है एकदम ठिक ठिक दाम सदा भन्दा ताजा त्यो कति हेरे त्यसलाई मामा 1500 मा लानु न ओइ 1400 भन्दै त्यो 14 मा दाम इन्डर चाहिँ आउँछ 14 मा यो खालको लानु न 14 त्यो चाहिँ के गर्छ मामा दुईवटा छ चारवटा छ 5000 मा गरिदिनु उसले पनि लान्छ गर्दा एउटा प्लास्टिकमा हालिदिनु त आउँछ 5000 मा तपाईँकोमा चाहिँ कसरी हो त्यो 1450 को ए लु त्यसो भनेदेखि लु यो 5000 मा हालिदिनु होइन 5000 दिन्छु उसले पनि लान्छ नि त नि ल तपाईँले आफै यो बनाएको होइन र कतिवटा लाने तिमी त्यो दुईटा लैजाऊ नि त त्यस्तै त्यस्तो अरू छैन त्यति नै एउटा अघि जल्दी भयो त्यसको फेरि कसलाई दिनलाई लानु लागेको तिमी त माछा खाँदैनौ त होइन यो तल ए लग्देऊ दुईटा लैजाऊ उहाँले मिलाएर दिनुहुन्छ यो 5000 भन्नुभयो त्यो होइन यो त पाउन त मिल्दैन हो लानु होइन 14 मा लानु न कुन लानु जब छानेर के रे यो नपकेकन त्यतिकै काँचै खानु पनि मिल्छ खाइहाल्छ हो सुकेको पहिला चाहिँ म खान्थेँ कि त्यही भएर सोधेको अझ सुक्खा हुनुपर्छ ग्राम ग्राम यो मान्छेले चाहिँ टाउको मात्रै खान्छ अघिदेखि टाउको खोजिरहेछ टाउको त्यसमा यो 4 वटा माछाको 5200 पर्यो 5200 तपाईँलाई दिँदा भयो सस्तो पर्यो कि महँगो पर्यो त्यो चाहिँ थाहा भएन पछि मात्रै थाहा हुन्छ यो के अरे कतिवटा माछा भनेदेखि 4 वटा माछालाई 5200 दिएँ होइन मैले पाहाडको चाहिँ छिचो तराईको चाहिँ कस्तो हुन्छ यो मान्छेले ठिकै भनेको हो करेन्टमा अगाडि जानु पर्यो नि त होइन निकै जानेको रहेछ है लेखको र लु कतिमा भयो त्यो कतिवटा टिम भयो हाम्रो माछा हेरिरहेछ यहाँनिर भिडियोमा पनि खिचिरहेछ कि ल भन्नु त कति हो 3000 नछोडौँ भने त पारा बिगारिहाल्छ 14 भन्दै हुन्छ यो एउटा अनि यो एउटा 14 दुना 28 यो त भएन यो त 14 हो एउटा हो तपाईँहरु लु 28 देऊ आउँछ सखर कतिवटा लाने तिमी सकर कतिवटा हो एउटाको कति भन्नुभयो किलोको चाहिँ 260 किलोको 260 यो राम्रो हो सखर मिलाएर दिनु भने कसरी केजीको दिनुहुन्छ 260 भने 250 ले त आउँछ यो मान्छेले कति लाने? 2 केजी लान्छ मैले 1 केजी लान्छु यो के को बनाउँछ यो उखुको हो ए उखुको उखुको रसको 260 अरे 260 ठिकै हो तर यसो हेर्दाखेरि चाहिँ उखु चाहिँ सफा परे जस्तो छ यस्तो गरौँ न त 2 केजी लैजाउँ न त 250 ले दिनुहुन्छ ल उहाँले पनि लानुहुने भयो ल सबै सकिएला जस्तो भयो त 250 अरे
यो राम्रो हो हो यत्रो डल्लो यति सुक्खा छ कति 2 केजी भयो पुगेन ए हो पुगेन यत्रो डल्लो हेर्नु त ल ल पुर्याउनु त लु त यही छोडेन पर्दैन त्यो एक खालको कालो हुन्छ नि त्यो कालो चाहिँ कसरी हुन्छ कालो सखर चाहिँ त्यो कालो भित्र सफा गरेर मजाले सफाइ नगरेर हो लु यी 500 रुपियाँ कटाउनु त 2 केजीको चियासँग पनि मिठो हुन्छ होला हौ यो देख्नुभयो हामी आउने बित्तिकै तपाईँको धमाधम बिक्री भयो यहाँ ए हो मैले चाहिँ राम्रो बेच्नुहुन्छ ए त्यो ल तपाईँ राख्नु त्यो 4 केजीको उसलाई दिन्छु ल ल भइहाल्यो त है 1 किलो बोइल ल मलाई यो झोलामा हालिदिनु न त ल हजुर सुकेको कहाँ हो मामा ए ल तिमीले यो के अरे बिहान पनि आएको थियो यो यसलाई के भन्छ यसलाई यो यसलाई के भन्छ बेलचन्दा ए लु न कति लाने कति पो भन्नुभयो के अरे ऊ त्यो कसरी हो बिजी छ यो के हो यो करेला हो नि त होइन करेला कसरी हो यो करेला यो चाहिँ तरकारी खाने हो 100 कति अरे यो लगेर 120 रुपियाँ माना हालिदिनु न त 2 माना जस्तो हजुर अनि यो चाहिँ कसरी हो यो कसरी अरे यो चाहिँ 60 रुपियाँ माना त्यही 2टा मात्रै लानु पर्यो यो करेला सुकेको करेला सुकेको यो के लाने हो 2 माना हालिदिनु त गुन्द्रुक होइन यो बेलचन्दा होइन कति केजी लान्छु भनेको थियो पुग्नु छ्याउ भयो नि त अब लु 2 होइन 3 हाल्नु नि त ल हजुर 50 रुपियाँले दिनु भने 4 लान्छु होइन ल 3 मात्रै हालिदिनु ल कति केजी लाने आएको थियो माना हो त्यो मानाले हुन्छ केजी होइन यो केजी त सबै जान्छ होला नि सबै त्यसले नि पुग्दैन किन्यौ के किन्यौ अनि खोइ माछा अनि सक्खर अनि त्यो बेलचन्दा के हुँदैछ होइन ल ल ल कतिको सपिङ भयो मैले अघि 5000 अहिले पनि झनै 6000 को हाराहारीमा भएछ तिम्रो ल हिँड लु जाउँ अब चाहिँ भयो नि त होइन खोर्सानी लान्छौ लु अब चाहिँ
हिँड्नुवरी हिँड्यो लुक्काका घर आइपुग्यो अब